कर्म राम्रो गर्नुपर्छ, सोचाइ विचार राम्रो राख्नुपर्छ, साथीभाइ बनाउनुपर्छ होइन। त्यसो हुँदाखेरि एउटा लाइफमा देशको विकास पनि हुन्छ, सबै साथी पनि हुन्छ होइन। अब यो यसरी अर्का दुवाना र एकाना घुसो भन्दैमा डङ्गल डोल चलाउनु त राम्रो कुरो होइन नि त। बरु मागेको भए सरकारलाई मै दिइदिन्थेँ नि, घरै दिइदिन्थेँ म होइन। किन नदिने होइन, मैले दुनियाँलाई दिएर बसेको मान्छे हो। यो पुल मैले लगाइदिएको छु, तल 3-4 पुललाई मैले लगाइदिएको छु मेरो व्यक्तिगत खर्चमा होइन। अब चाहिँ नि यो जुजल नलाउँदा पनि हुन्थ्यो, तर मान्छेको चित्त बुझाउनु पर्यो, अब उनीहरूको नीति होला होइन। त्यो रहेछ। त्यसले किन भने कि सरकारी जग्गा हडपेर सुनवाई जस्तो बस्या पनि होइन हामीले होइन। हामीले त एउटा कान्छी नानी अधिकारी भन्नेको जमिन हो 18-20 वर्ष अगाडि लिएको हो कि। अनि त्यो जग्गा लिएपछि घर बनाउनु पर्यो। घर बनाउँदाखेरि ब्याङ्कमा पनि लोन लिएका छ मेरो छोरीले होइन। अनि चाहिँ नि सबै नक्सा पास गरेर एसएस तिरेको नक्सा छ होइन। तर पनि के भयो अब यो होइन, कसैले रोपनीका रोपनी खाएको हो कि होइन, रोपनी खाएको बिगा खाएको त होइन होइन। दुवाना तिनाना कुरो लागि चाहिँ यति साह्रो गर्नुपर्ने त थियो। अब यो किता यो किता चाहिँ नि यहाँ यो पुलसम्म आउँछ यो किता। यो त बाटोले बन्दाखेरि किताकाट गरेर उनीहरूले त्यो हिसाबले अर्थ लाए होइन। तर ठिकै छ, मलाई दुःख छैन।